प्राइमरी ओभेरियन इन्सफिसियन्सी वा पिओआई भनेको 40 वर्ष पुग्नु अघि नै अण्डाशयले सामान्य रूपमा काम गर्न छोड्ने अवस्था हो। तपाईको शरीरले पर्याप्त अण्डा र इस्ट्रोजन बनाउन नसक्दा प्रजनन क्षमता प्रभावित हुन्छ। तपाईलाई यस्ता सङ्केत देखिन सक्छन्: महिनावारी अनियमित हुनु वा बन्द हुनु, गर्भधारण गर्न कठिनाइ, हट फ्लसेस राति पसिना, योनि सुक्खापन, निन्द्रा बिग्रिनु, मनोभाव उतार चढाव। कारणहरू फरक फरक हुन सक्छन्: आनुवंशिक समस्या, अटोइम्युन रोग, किमो वा रेडियोथेरापी, अण्डाशयको शल्यक्रिया वा गम्भीर एन्डोमेट्रियोसिस। तर धेरै केसमा कारण भेटिँदैन। जाँचमा सामान्यतया एफएसएच बढेको, एएमएच घटेको र एस्ट्रोजेन कम भएको देखिन्छ। डाक्टरसँग परामर्श गरेर हर्मोन जाँच र अल्ट्रासाउन्ड मिलाएर तपाईले सही उपचार योजना बनाउनुहुन्छ अनि भावनात्मक रूपमा पनि बल मिल्छ। कार्य गर्दा नतिजा राम्रो हुन सक्छ। पिओआई भए पनि गर्भधारण सधैँ असम्भव हुँदैन। कहिलेकाहीँ अण्डोसर्जन हुन सक्छ। आवश्यक परे आइबीएफ वा डोनर एग आइबीएफ विचार गरिन्छ। समयमै निदानले प्रजनन स्वास्थ्यसँगै हड्डी र मुटु पनि सुरक्षित राख्न मद्दत गर्छ।